हेलो गाइस, स्वागत छ तपाईलाई मेरो मिनी ब्लगमा। यो चाहिँ हाम्रो बोडीबारी हो। आज चाहिँ मैले बोडी र भिन्डीको तरकारी बनाउन लाएको। यो चाहिँ भिन्डी हेर्नु न कति सानो सानो बुट्टामा भिन्डी फलेछ। त्यही पनि भिन्डी र बोडीको तरकारी हामीले खान लाएको। अनि चाहिँ यो चाहिँ लिचीको बुट्टा हाम्रो घरमा अघि टिपेको भिन्डी र बोडी हेर्नु न कस्तो राम्रो। अनि यो चाहिँ प्याजबारी हाम्रो, मैले 2टा प्याज उखाले तरकारी बनाउनलाई। यो चाहिँ टमाटर हाम्रो बारीमै फलेछ। अघि टिपेको भिन्डी र बोडीलाई मैले केलाइसकेँ। अब तरकारी बनाउन लाएको। प्याजलाई रातो गरेर भुटेपछि मैले यसमा मसला हाल्दैछु। अनि यसलाई पनि भुट्ने, बेसार हाले, नुन हाले, अनि यसपछि चलाउने। अनि टमाटर हाले, अघि काटेको टमाटर। अनि यसलाई पनि एकछिन छोप्दिने, टमाटर गल्छ। अनि मैले भिन्डी हाले, अनि बोडी, भिन्डी र बोडीको तरकारी यस्तो टेस्टी हुन्छ, तपाईहरुले पनि बनाएर खानु होला। अनि मैले यसलाई चलाइदिएँ। अनि चाहिँ म भाँडा माझ्न आएँ। अलिकति भाँडा थियो, चिया खाएको भाँडा। अनि तरकारी चलाइदिएँ। यस्तो भयो तरकारी। पाके छैन अझै, अब चाहिँ पाक्यो होला। पाक्यो, अब रेडी भयो खानलाई।